साथीहरू के छ खबर सन्चै हुनुहुन्छ नि एकदम म त सन्चै जुई मेरो त बिजोग चलिरहेछ है पढेको पढेछु अनि त्यसपछि मलाई चाहिँ हिजो यो छ नि वेदरले एकदमै धेरै डिस्टर्ब गरिरहेको थियो आज चाहिँ वेदर एकदम शान्त भएको छ जब मैले भिडियो हालेँ नि यो वेदर पनि क्या शान्त भइदिरहेको एकदम मजाले क्या मेरो कुरा जस्तो बुझिदिएर नि पढ्नुपर्छ भने होला तर मलाई के गर्नु वेदर सन्चै एउटा न एउटा प्रब्लम त हुन्छ प्रब्लम चाहिँ के हो भने नि साथीहरू होइन मैले चाहिँ क्या जति पढ्दा पनि दिमागमा किन घुस्दैन मलाई घुस्दैन तर मैले एउटा आइडिया चाहिँ थाहा पाएको छु है अनि त्यो आइडिया चाहिँ म तपाईँहरूलाई सेयर गर्न आएको अनि मैले थाहा पाउने बित्तिकै अनि अरू तपाईँहरूलाई पनि हेल्प होस् भनेर किनकि मेरो साथीहरू धेरै छन् क्या एक्जाम दिन अनि तिमीहरू सबैलाई हेल्प हुन्छ है सुन है केटी हो विशेष गरेर मेरो केटीहरू छन् कि एक दुईवटा अनि त्यसपछि यिनीहरूले चाहिँ एकदमै मबाट ज्ञान लिइरहेको छ साथीहरू अब पढ्दाखेरि चाहिँ धेरै 24 घन्टा बुक लिएर पढेर पढ्दैछु भनेर खुब पढे जसरी गरेर बुक लिएर बस्ने मात्रै होइन कि बरु एउटा टपिक पढ्ने होइन दिनभरिमा मात्र एउटा टपिक पढ्ने मजाले घुस्ने गरी पढ्ने क्या अनि घुस्छ चाहिँ कसरी भन्दाखेरि चाहिँ अब त्यो हामीलाई घुस्नको लागि चाहिँ हामी पुरै शान्त हुनुपर्छ क्या माइन्ड एकदम पिस हुनुपर्छ अनि त्यसपछि मन पनि हाम्रो शान्त हुनुपर्छ अनि त्यस्तो अनेक थरी टेन्सन भयो भने चाहिँ झन् घुस्दैन यो त सबैलाई थाहा थाहा भएकै कुरा भने यसले यस्तो भन्ने होला केटीहरूलाई होइन केही छैन तर त्योभन्दा नि अरू पनि छ कि अनि त्यसपछि के हो भन्दाखेरि नि अब पढ्दाखेरि अनि सबै अब माइन्ड पनि शान्त मन पनि शान्त भएर अनि अलिकति फ्रेस भएर बस्ने होइन अनि त्यसपछि के कुरा पढ्दैछौँ हामीले होइन जुन टपिकमा हामीले पढिरहेको छौँ नि त्यो टपिकको चाहिँ हाम्रो त्यो कन्सेप्ट बनाउने क्या एउटा अनि त्यो कन्सेप्ट चाहिँ हाम्रो यो छ नि यो दिमाग यो निधार हो क्या होइन यो त यो दिमागमा छ नि टक्क त्यो कन्सेप्ट बसाइहाल्ने क्या जे टपिक पढ्दैछौँ नि कन्सेप्ट बसाइहाल्ने अब जस्तै हामीलाई अब घडी भन्ने बित्तिकै घडी टक्क यो बस्छ नि एउटा चित्रै होइन टक्क आएर यहाँनिर माइन्डमा आउँछ त्यो चित्र टक्क घडीको यस्तो घडीको यो काम घडी भन्ने बित्तिकै समय भन्ने बित्तिकै घडी अनि त्यसपछि यो कुराहरू चाहिँ मैले यही बुकबाट थाहा पाएको क्या बुकमा पढ्दै कसरी पढ्ने आइडिया पनि यही बुकबाट थाहा पाएको अनि त्यसपछि अनि टक्क अनि त्यसरी पढ्ने हामीले जे पढ्दैछौँ नि त्यो कुराहरूको चाहिँ त्यो एउटा धारणा बनाउने क्या कन्सेप्ट बनाउने क्या अनि त्यसपछि त्यो तरिकाले चाहिँ पढ्यो भने चाहिँ त्यो दिमागमा राख्यो भने चाहिँ पछिसम्म सम्झिन पनि सजिलो हुन्छ क्या मैले कुनै कुराहरू पढिरहेको छु याद त हुन्छ नहुने होइन अब त्यो अलिकति एकछिनको लागि हुन्छ क्या केही क्षणिक समयको लागि हुन्छ एकछिन याद हुन्छ अनि त्यसपछि त्यो इलेजरले मेटे जस्तो मेटिन्छ अनि त्यसपछि त्यो मेटेको यस्तो धर्कोवाला यहीँ चाहिँ यस्तो धर्कोवाला डाम हुन्छ नि त्यो डाम जस्तै हुन्छ क्या ब्लर अनि केही आउँदैन के हो चाहिँ के थियो आउँदैन क्या त्यो डाम जस्तै हुन्छ क्या त्यस्तै भएर यहाँनिर बस्छ कि त्यो त्यसरी घोकेर पढ्दाखेरि चाहिँ अनि त्यसपछि त्यो कन्सेप्ट बनाएर पढ्यो भने चाहिँ क्लियर रूपमा चाहिँ यो माइन्डमा बसेको हुन्छ क्या छाप बसेको हुन्छ अनि जसले गर्दाखेरि चाहिँ लामो समयसम्म पनि टिकिरहेको क्या आफूले सम्झन पनि सजिलो हुन्छ कि अनि त्यसपछि त्यो तरिकाले चाहिँ पढ्नुपर्ने रहेछ जस्तो मलाई लाग्यो साथीहरू म चाहिँ तपाईँहरूलाई यही नै भन्न आएको होइन अनि त्यसपछि मैले तपाईँहरूलाई पढ्ने आइडिया त दिइहालेँ मस्तले पढ्नु तपाईँहरू है अनि यही आइडियाले पढ्नु हो भने त तपाईँहरू सगरमाथा पुग्नुहुन्छ है अनि त्यसपछि के भन्नु अरू म त अब यस्तै गरी पढ्छु साथीहरू तपाईँहरूलाई अचम्म लाग्ला यो भिडियो बनाएको देखेर म त यति सुती बसेर पढेर पास गर्ने हो मैले त फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर सुती पढेर पास गरेको अब त यो फोर्थ इयर पनि म त यसरी सुती पढ्छु किताब यहाँनिर हुन्छ अनि यसरी सुतेर पढेर पास गर्ने हो अनि त्यही नै हो साथीहरू तपाईँहरू त अब खतरा तरिकाले टक्क बसेर पढ्नु त्यसरी सक्दैन भ्ला त सुन्ने अनि त्यसपछि पढ्ने हो साथीहरू अनि मलाई यो छ नि मेरो त्यो फुटे स्टाइल कस्तो मन परेको छ अनि तपाईँलाई चाहिँ कस्तो लागेको छ प्लिज कमेन्ट गरेर भनिदिनु होला यदि नराम्रो लाग्यो भनेदेखि म तपाईँहरूको लागि चेन्ज गरिदिन्छु ल ओके बाई बाई